चाहिँ आज यता पोछन सान्छङ होसु सान्छङ लेक जान थालेको। यो चाहिँ चिसोमा चाहिँ पुरै आइस हुन्छ क्या, त्यो तालै पुरै जमेर आइस हुन्छ। त्यो आइसमाथि चाहिँ खेल्न मिल्ने स्लाइडिङहरू त्यस्तो यस्तो गर्न मिल्छ यता पोछनतिर। हिजो साथीकोमा आएर बस्यो अनि आज चाहिँ त्यो त जाम भनेर अब जान थालेको है। बिहानको 10-11 बज्यो, चिसो चिसो छ, माइनस छ टेम्परेचर चाहिँ। गइदिउँ, यत्रो वर्ष भयो कोरिया बसाइ तर गएको छैन, गइदिउँ भनेर आज जान थालेको हामी। अब ल अब चाहिँ लाग्यो है हामी सान्छङ होसुतिर। यहाँबाट कति अरे सामु? 20 मिनट ल 30 मिनट जति लाग्छ भन्दैछ। बाहिर चाहिँ चिसो चाहिँ लास्टै चिसो छ, पुरै जमिरहेछ पानीहरू बाटो बाटोमै। त्यहाँ पनि अब लेक पुरै जमेको हुन्छ भन्छ, तर हामी यत्रो वर्ष भयो कोरिया बजा गएकै छैन है। मेरो नजिकको तीर्थ भयो यो यहाँको नजिकको खोला त तबहरू गएस् नि त, त्यो आइसमाथि त चढेस् नि त। हामी त त्यो माथि नै चढेकै छैन कि, त्यो आइसमा माथि हिँडेकै छैन नि त। जमेपछि कस्तो हुन्छ भन्ने एक्सपिरियन्सै छैन नि। अब त्यो सुरुमा त डर लागेको थियो यार, गइहालिन्छ कि भनेर पछि पछि नि। तर टेम्परेचर कति भएपछि त उस हुन्छ होला, क्र्याक हुन्छ नि। कतिसम्म तलसम्म जम्यो हुँदैछ अनि त्यो आइस फिसिङ गर्दा पनि त्यो होल खोल्नै कति टाइम लाग्छ नि त, अनि ड्रिल गरेरै खोल्छ। अनि यस्तो घाम लागिरहेको छ बाहिर, त्यस्तो चिसो छ, अनि कसरी पक्नुहुन्छ त्यो? त्यही त, यो पनि अर भयो कि त्यो भएर खोला, यो खोलै त अर त नहोला नि यार। यस्तो चिसो अस्ति हानगाङ मुहान समेत पर हुन पर्यो कि हुन्छ कि यो। अनि हामी यहाँ यही माथि त हिँडेको एकछिन ओके त्यहाँ आएर यही हो हामी पहिला हिँडेको। अनि यहाँ तल सब यसरी जमेको हुन्छ कि है पानी। यो खोला अब आधी उधी जम्दैछ, तलबाट पानी बग्यो। खतरा भयो सब। अब यो एकछिनमा 1-2 दिनपछि आधी आधी उधी त जमिसकेको छ नि। यो जुन हावाले लेयर मात्र बनाएको त्यो बगिरहेको, अरू नहल्लेको त सब आइस भएको नि। त्यो आइस भइसकेछ सबै। ल है गाइस, अब आइपुग्यो हामी साङजङ होसु। म यता जान्छु है। आमामा लास्ट चिसो छ यार बाहिर त। सब पार्किङ ठ्याक्क पाइयो हामीले, यहाँ पार्किङ गर्दैछ भाइले। ल मर्सिडिज पार्क हुँदैछ हाम्रो। पन्चा त ल्याएर पर्यो होला, 50 हाल भन्यो त्यो भएर पछनमा आउँछ। ल मेरो रुममै छ क्या फेरि, अप्पोरै किनेको। यस्तो छ है साङजङ होसुको सिनारियो चाहिँ। हामी चाहिँ खाना खान जाँदैछौँ। बिहानै उठेर जुरुक्कै उठेर आएको। अब खाना खानु जानुपर्ने हुन्छ, अनि खाना खाएर लेकतिर घुम्न गइन्छ हामी। हामी चाहिँ खाना खान अब यहाँ जाने भयो है। ओइजङबु छ त यो त बुधिचिके त त्यसको ब्रान्च हो छप्सुतेखु। हिजो त लास्टै हिउँ परेर रहेछ क्या यहाँ है। सान्छङ होसु माछिमा। ल चाहिँ अब दामी हुन्छ चिसोमा या सुप खान पनि यस्तो। ल हामीले अर्डर गरेको चाहिँ यो है बुद्धि चिके। सुन्दा चाहिँ नेपाली वर्ड जसले अड सुनिन्छ। एट्याक है गाइस। भोक लागिरहेछ यार। बाक्लो बाक्लो भएन अझ।
हुन्छ यतातिर अरे यार त्यसो गरे के यार झन् यही लगाऊ हिँड्नुहोस् त मलाई रहेछ होला अर्कोचोटि खानुहोस् कि के हो सबै एउटा एउटा पिस निकाल्दा होइन के हुँदैछ त ह्याङओभर मेटिँदैछ हो तर चिसोमा दामी भयो सु खाना चाहिँ साग भयो नि त त्यत्रो सबै ल गाईहरू खाएर नि चाहिँ कस्तो थियो दामी थियो बबाल है खाने त चिसोमा बजारको खिचिदिउँ न है गइसक्यो केटा कतै आइस सब जमेछ लड्किने कि भन्ने कि यता भिडियो खिच्दै हिँड्दा इन्ट्रान्स गेट चाहिँ यता रहेछ पुरै आइस भएछ यो त एकदम जोसिम भएर हिँड्नुपर्छ यार जान्छ ढाड म्यालले रिक्को भयो त खुट्टा खास यहाँ ठुलो मान्छे भन्दा पनि केटाकेटीको लागि चाहिँ अलिक विशेष होला कि है सानो सानो हो त्यहाँ आइसमा स्लाइडिङ गर्ने चाहिँ त्यहाँ पनि केटाकेटीको लागि मात्र छ ल हामी चाहिँ आइपुग्यो है भर्खर साङसाङ होसुमा पुरै यो आइस भएछ भुइँ जति सबै चिसोले माइनस कति छ आज टेम्परेचर टाढा हेर्दैमा लाइन छ त गाइजहरू सब यो लेक हो कि खास है पहिला अहिले त सबै जमेर यस्तो भएको छ अब यहीँ स्लाइडिङ खेल्ने यो स्लाइडिङ खेल्नेहरू यस्तो रहेछ लाइन लाइन हेर्नु न यहाँ लाइन यस्तो लाइन छ अब यो लाइनबाट टिकट काट्नु 1 घन्टा लाग्छ होला भर्खर अब यो सफा गर्दै रहेछ है यहाँ खेल्ने ठाउँ यो ताल हेर सबै जमेर यस्तो भएको छ खेल्ने भनेको ताल यस्तो छ यार हाउ डेन्जर लाग्यो क्या चिसो पनि हातै झर्ला जस्तो भइसक्यो के गर्ने भइरहेछ खेल्ने कि जाने भर्खर स्टार्ट चाहिँ भयो अब यता इन्ट्री स्टार्ट गरेछ भर्खरै है चाहिँ सुरु भएको भर्खर फर्स्ट लर्निङ खेल्दैछ नि लाइन पनि टन्नै छ है खेल्ने कि नखेल्ने भइरहेछ विचार गर्दैछौँ फेरि हामी त्यति साह्रो प्रिपेयर पनि भएन कि त्यत्तिकै आयो हावातालमा आज फेरि हावा पनि धेरै लाग्यो पन्जा सन्जा पनि खासै ल्याएको थिएन अब
अब केटाहरूले ल्याएन म त यो त्यो पनि साथीको मागेर ल्याएको यो त खेल्न त मजा हुन्थ्यो खेल्न पाए त है मजा होला जस्तो छ तर यो स्पेसल्ली हाम्रो ठुलोको लागि भन्दा नि केटाकेटीलाई पछाडि राख्ने ठुलोले चलाउने हैछ के कति चिसो होला त यार तालै पुरै जम्दिने भनेपछि त अनि अब विचार गर्नुहोस् न अब कति चिसो छ भन्ने त यहीँबाट थाहा हुन्छ दामी छ यार भ्यू चाहिँ के गर्ने त गाइस डिसिजन गरौँ जाने कि खेल्ने हामीलाई त बालै भएन हाम्रो त पानी बन्द भयो हामी काम सकेर आउँदा नि मिल्छ के हावा चला क्या लास्टै यार ए त्यस्तो उडाइदियो क्या फेरि डेन्जरै लाग्यो कि हावा नलागेको मजाले खेल्न सक्थ्यो हावाले पनि झन् यस्तो सास फेर्नै गाह्रो होला जस्तो भइसकेको छ कहाँबाट खेल्न सकिन्छ यार यता पनि अर्को सुरु भएछ कफी गाइजहरू चाहिँ यहाँ कफी खाने भनेर रुपटपबाट भाइसी दामी यार यता लेकको भ्यू छ पुरा जमिरहेछ ले हाम्रो कफी आइपुग्यो है भाइ बस्छ हामी चाहिँ अर्ली बिन्समा केटाहरू फोटो सेसन गर्दैछ यहाँ कफी पनि खतरा आर्ट्स गरेर आयो नि त दामी यार कफी सप चिन भयो नि तातेर बस्यो कफी खाइयो ठाउँै भाइब चाहिँ दामी के आनन्द चिन भयो नि तातेर अब फेरि निस्क्यो बाहिर चाहिँ एकदम हावा लागिरहेछ सब मौसम चाहिँ उजाड छ अब चिसो भएर लेक त पुरै आइस भएको छ हावा आज चाहिँ हावा डेन्जर चलेर हावै डेन्जर चलेछ कि यस्तो चिसोमा पनि खेलिरहेको छ यार लेक त पुरै आइस छ ल यस्तो छ आमामा डेन्जर हावा चलेछ क्या आज फेरि यार आमा त्यही भएर नि खेल्नै सकिएन कि चिसो एकदम भएर हिजो नि हावा डेन्जरै लाग्थ्यो कता देख्यो यता हो नि ए केटाहरू त्यता निस्केछ कि पुरै कामै छ यहाँ चाहिँ यो गल्ली चाहिँ दामी के यार यो निर क्या ठाउँै दामी छ क्या यार यताको ठाउँ चाहिँ मलाई दामी लाग्यो तर हिउँ परेर आज लाइटिङले गर्दाखेरि पनि होला दामी देख्यो जे गरे पनि जता खिचे पनि भिडियो कस्तो दामी देखेछ यार दामी छ यार व्यवस्थित ल हामी चाहिँ अब खास यहाँ आइसमा स्लाइडिङ खेलौँ भनेर आएको हो सकिएन चिसो भएर फेरि एक त यो केटाकेटीको लागि है त स्पेसल्ली ठुलो मान्छेको लागि भन्दा पनि त्यही भएर खेलिएन यत्तिकै घुमियो तर भाइब चाहिँ दामी छ यहाँ आज हावा पनि धेरै चल्यो हावा धेरै चलेर चिसोले फेरि त्यति प्रिपेयर नभएको खेल्न पनि पाइएन त्यही भएर हामी अब फर्किन थालेको यस्तो छ है यता चाहिँ हानेर हाम्रो नि
यस्तो हँ बन्दुक चाहिँ रियल होइन माथि हाल्छ कि कप ए ऊ त्यो पहेँलो हाल्दो रहेछ त ऊ त्यो कराउँदा पहिलाको अमृतसरको फिल्म थियो हो त्यस्तो गर्थ्यो नि त्यो एउटा अजय देवगनको छ नि त्यो के अरे पुरै आतङ्कवादी टाइपको क्या दिल जले पुरानो मार्केट माक्कली कोरियन जाँड केटाहरू त आत्तिएर गएछ क्या सिधै गाडीमा चिसो त लास्ट चिसो छ क्या आज त कुन अब चाहिँ हामी लाग्यो है गाडीमा आइपुग्यो अब चाहिँ हामी स्लाइडिङलाई खेलेर शिक्षणको विकास हुँदैछ नगरौँ भने सेनालाई बोलाएर हाल्दैन त यता भिडभाड बढ्छ भनेर है हामी चाहिँ साङसाङ होसीबाट घुमेर केटाहरूको अड्डा के यो जुन टाङ्गो मतलब जक्सनमा फेरि पुल हान्ने भनेर यहाँ अब बाटो कुर्दैछौँ अहिले त कुर्न पर्छ लाइट हाल्दै अब अनुसार अहिले फ्रेस छ नि त फ्रेस नभए त फेरि लाइट र साइड होइन हावा चलेर चिसो के बाहिर आज चिन पुल हानेर जानुपर्छ कम्पाउनी पुग्न 4 घन्टा लाग्छ यार अब 3 बजिसक्यो अब 1 घन्टा जति पुल हानेर निस्किनु पर्ला याङबुन बजार साथीको कम्पनी एरिया गाउँ एरिया हो तर गाउँ पनि रमाइलो हुन्छ कोरेमा चाहिँ हेर्दा हेर्दै यो पनि विकास हुँदैछ यो गाउँ पनि पोछन याङमुन हामी चाहिँ अब एकछिन पुल हानिन्छ है के हो यार केटाहरू त खतरा हान्छ नि त यार तर्सा पनि गर्छ नि त केटाहरूलाई त भनिहाल्यो केटाले जान्छ कहाँ त उता गयो उता सेफ्टी हान्नु पर्यो यस्तरी हेरेर हान्नु पर्छ हाम्रो त अन्य घर रहेछ 5 मिनट भयो नि फेरि खेल्यो केटा ल फाइनल्ली अब ताङ्गु क्लबबाट निस्क्यो खेलेर अब बस आउँदैछ 6 मिनटमा दोङसल जाने अब यहाँबाट 3 घन्टा लाग्छ केटाहरू चाहिँ एकछिन खेल्ने अरे म चाहिँ बस आएर निस्किएँ अब यहाँबाट 3-4 घन्टा छ यार पुग्न टाइम बहुत लाग्छ ल फेरि अर्को भिडियो भेटौँला है टिल देन किप वाचिङ किप सपोर्ट है सी यू अन नेक्स्ट भिडियो
त्यतिन्जेलको लागि बाई बाई है त।